हेलो अलराइट हामी चाहिँ महेन्द्र केभ पनि गयौँ हैन महेन्द्र केभ चाहिँ त्यस्तो खासै चाहिँ लागेन त्यही गुफा रहेछ भित्र हैन एन्ड अब त्यही यसो सानो पार्क बनाइदिएको रहेछ त्यही मात्रै हो क्या अरू त्यस्तो खासै चाहिँ केही छैन अब चाहिँ हामी जाँदै गर्ने चाहिँ एउटा अर्को केभ छ त्यो चाहिँ के केभ भन्दाखेरि चाहिँ ब्याट केभ भन्छ आई थिंक त्यो ब्याट केभ चाहिँ अलिकति राम्रो होला जस्तो चाहिँ लागिरहेछ त्यो पनि अब फिक्स चाहिँ छैन क्या हर्स राइडहरू पनि मेरो गुफा कता होला पार्किङ यही हो ओके ल दिस इज ब्याट केभ यहीँदेखि रहेछ नि त चमेरा पनि उहाँ अन्त बोर्डै यो गेटै रहेछ नि त चमेरा चाहिँ एनिवे भित्र कस्तो छ रियली डोन्ट नो है ल ब्याट केभ भित्र ल यो दिएको छ लाइट आम्मा केभ त यो पनि डेन्जर रहेछ नि त डेन्जरै रहेछ नि त खै हौ डाइनोसोर हो त्यो त खै चमेरा त एउटा छैन त म एकछिन उयो पुगेर आउँछु म ल जान्छ होइन उकालो Let's go for Bat Cave. Oh God. Oh. What the? यो उखालको रहेछ नि त ब्याट चाहिँ ओके going inside भित्र अझै भित्र जाँदैछौँ तर ब्याट चाहिँ टन्न रहेछ क्या चमेरा चाहिँ ल चमेरा चाहिँ टन्न रहेछ म्याम फुली यिनीहरू त हक छ क्या हो ल यस्तो रहेछ मजाले बसेको रहेछ नि त यिनीहरू चाहिँ सुतेको रहेछ यिनीहरू सुँगुरको थुतुना जस्तो बोकेर सुतिरहेको रहेछ
छिर्नु सकिँदैन भन्दै थियो नि हो ए भनेपछि त म त झन् ओइ होइ 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 स्लोली स्लोली ल यस्तो खतरा रहेछ नि त यहाँ ल पर देखिन्जेल चाहिँ रहेछ यहाँदेखि लगेको रहेछ नि त यहाँदेखि चाहिँ सट्टै घुमेर चाहिँ तपाईँको परसम्म रहेछ यस्तो टन रहेछ कि ल के पनि यतिको चाहिँ डेन्जरै हो क्या ल ब्याट के पनि घुम्यो मजा आयो ब्याट पनि देखियो माथि देख्दै होला ब्याट चमेरा यसले त हक छ क्या हो माथिबाट टेन्सन ल यस्तो रहेछ आफै यस्तो चलाउनु चाहिँ दाइ आफै चलाउनु चाहिँ हजुर ए हो कति हो एकजनाको फोटो खिच्ने चढेर बच्चालाई ठुलो मान्छेले एउटै हो सर ल 200 एक रन घुमाइदिनु ल 300 हुन्छ ल आउनु 200 को गर्नुस् न खै एउटा ल बड जानु ल यहाँ हाम्रो 200 को हुन्न 250 को हुन्छ बाबु बच्चालाई 200 को गर्नु न बिचारा बुवाले ल बिचारा बुवालाई 200 गरिदिनु यहाँ बुवा उता सिक्किमबाट घोडा चढ्नु आएको हेर नलडा है बाबु लु 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 करा हौ बुढा त उहिले सिल्क रुटमा काम गर्थ्यो कि आऊ आमा ल ल हुँदैछ यहाँनिर हर्स राइड सो हर्स राइडको चाहिँ तपाईँको बच्चाको होस् या जोसुकैको होस् 250 भन्दैछ होइन एन्ड ल थाक्यो यार केपमा गएको थियो नि त टन्न थाक्यो ल ल केपमा ब्याट केपको तपाईँको एन्ट्रेन्सको प्राइस रहेछ टिकट रहेछ होइन इन्डियनलाई 80 रुपिस एन्ड नेपाली टुरिस्टलाई नै चाहिँ तपाईँको झन्डै 50 रुपिस पर्दो रहेछ एन्ड ल भित्र पनि मजाकै छ राम्रै छ एन्ड हर्सको चाहिँ 250 इट वाज गुड मजा आएर छ टन्नै थाकिरहेछ तर मैले चाहिँ यसो सोच्दाखेरि मेरो पोइन्ट अफ भ्यूमा चाहिँ के जस्तो लाग्यो भन्दाखेरि चाहिँ पोखरा आउँदाखेरि चाहिँ स्पेसली हामीलाई बाइक चाहिँ चाहिने नै रहेछ होइन हाम्रोमा गाडी छ गाडीले पनि टन्नै साथ दिइरहेछ तर बाइक छ भने चाहिँ अझै मजा आउने रहेछ एन्ड प्लस अर्को के भन्दाखेरि यहाँनिर चाहिँ पोखरामा चाहिँ लाइक बाइक गाडीमा ट्राभल गर्नु होइन हिँडेर एक्सप्लोर गर्नु चाहिँ एकदमै मजा आउने रहेछ यत्रो साउन्ड गरिदिइरहेछ क्या यो शुभयात्रा एयरबस स्मृति ध्रुवश्री एयरबस अरे नि त ल ओ यहाँ ल यता माथि जुलुकबाट चाहिँ लिएर आएको जस्तो छ त आम्मामा चल बाबु क्याप लाउँछु नि ओ यहाँनिर ल ओके ल आम्मा सानो अग्लो हुँदैन रहेछ त हौ फिल्छ
दिनभरिमा कति चाहिँ हिँड्छ हौ दिदी यो मान्छे आएर हिँड्छ बाबु आज त हिँड्छ आज त मान्छे छैन मान्छे छैन है सबै ट्याक्सी आउनुपर्छ मलाई बाइक ट्याक्सी ए हजुर हजुर विद्यार्थी विद्यार्थी सरले चढ्नु दिन्न ए विद्यार्थीहरूलाई चढ्नु दिन्न किन हौ लड्छ भनेर होला नि त लाइनमा लिएर हिँड्छ ए हजुर हजुर अहिले भनेपछि चाहिँ मेरो हातमा छ नि त यो घोडा चाहिँ यो चाहिँ के भने बिजुली भने है बादल बादल आरामले हिँड है त नलडाऊ है मलाई ल पोखरामा आएर टन्न मजा गरियो फर्स्ट टाइम होला आफै घोडा चाहिँ यसरी हिँडेको नभए चाहिँ अरूतिर हो भने चाहिँ अलिकति मान्छे अगाडि हिँडिदिन्छ नि त होइन ल बादल बादल यता 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 चलो सिधा सिधा इन सिधा हल चल रिसायो त हौ चल 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 बादल चल 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 ल माथिबाटको नजारा राम्रै देख्दो रहेछ रिसायो त हौ यो त मसँग त आम्मा धन्यवाद दिदी भाइलाई सोधेको हुन्न नि सर ल बादललाई थ्याङ्क यू घुमाइदिएकोमा लामै राउन्ड गरिदिएँ मैले भाइले 200 रुपैयाँ गरिदिन्छ चढ्ने मान्छे थिएन के गर्नु चढ्यो पशु प्राणीमाथि चढ्नु अलिक माया लाग्छ क्या मलाई तर चढ्यो के गर्नु अब यिनीहरूको बोक्ने बानी नै होला ल एनिवे मजा आयो लु जाउँ यहाँबाट ल मजा आयो केप पनि गयौँ हर्स राइड पनि गऱ्यौँ फोटो पनि दामी दामी क्याप्चर गऱ्यौँ एन्ड नाउ वी आर ल वी आर मुभिङ टुवर्ड्स टु फेवाताल है त ल अलराइट अब चाहिँ हामी आइपुगेको छौँ फेवा लेक बोटिङ सेन्टरमा ल फेवा लेकमा पनि अब बोटिङ गरिने हो एक चक्कर चाहिँ लेट चाहिँ कति मजा आउँदो रहेछ हेरौँ होइन एन्ड लगभग आज पोखराको टुर मजा आयो टन्न घुम्यौँ होइन इट वाज रियली गुड एक्सपिरियन्स दामी भयो होइन सन्चै दा दामी एक्सपिरियन्स भयो सो नेक्स्ट टाइम आउँदाखेरि चाहिँ एकदम प्रिपेयरमा अब हामी 2 दिन बस्ने गरी मात्रै आयो नि त यहाँ चाहिँ तर अब नेक्स्ट टाइम आउँदाखेरि चाहिँ 2-3 दिन बस्दै आउने गरी आउनु पर्ने रहेछ क्या सो या बोट फर रेन्ट ल यहाँदेखि चाहिँ बोट पाउने रहेछ ल कडा छ दामी छ ल भन्दा फेवाताल आइपुग्यौँ होइन सो अब गएर फेवातालमा बोटको प्राइसहरू सोध्नु पर्ने हुन्छ है त ल वान ड्राइभर लेक हाउस प्याकेज 1800 वाटरफ्रन्ट प्याकेज 1870 यसमा चाहिँ के छ डिफ्रेन्स यो लेक हाउस प्याकेज र के भन्छ वाटरफ्रन्ट प्याकेजमा चाहिँ के छ त्यहाँ तपाईँको लिएर जाने लेक हाउस हो त्यहाँ रेस्टुरेन्ट हो ढुङ्गाले मात्र लाने मात्र हो लिएर आउने यो चाहिँ कतिको यो डल्लै गर्दा चाहिँ यो त तपाईँको 7 किलोमिटर लम्बाइ छ नि त्यसको त डल्लै गर्दा यो तपाईँको 1 घन्टा जाने इच्छा छ भने तपाईँको 900 रुपियाँ लाग्यो हजुर तालको बिचमा मन्दिर छ होइन अनि तपाईँलाई त्यो चाहिँ 1 घन्टामा चाहिँ डल्लै घुमाइसक्छ डल्लै त पुरा 5-6 घन्टा लाग्छ ए हो ए घुम्नलाई त ताल घुम्नलाई त लाग्छ 6-7 घन्टा यही बोटमा जानु पर्यो हजुर अरू त्यो मेसिन बोट छैन मेसिन बोट एलाउड छैन यसको मेसिन बोट अलाउड छैन भनेपछि ए भनेपछि यो फेवा लेक यो फुल प्याकेज चाहिँ तपाईँको 3000 ताल घुमाउने
पुरै ताल घुमाउँछ हजुर त्यसमा चाहिँ कति घन्टा लाग्छ तपाईँ 6-7 घन्टा लाग्छ पुरै चाहिँ हजुर सञ्जय दा यहाँ रहेछ प्याकेज त्यो चाहिँ बिहानै आउनुपर्छ त्यसको लागि चाहिँ अब अहिले चाहिँ हामी घुम्न मन पर्यो भने चाहिँ कति कुन चाहिँ तपाईँको लागि अब यसमा जानुहोस् 1 घन्टाको लागि हजुर तालको बिचमा मन्दिर छ होइन मन्दिरहरू नजाने है मन्दिर नजाने मन्दिर वाक भयो क्या मन्दिर जाँदा 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 वाक भइसकिसक्यो यस्तो हो कि तपाईँलाई यदि मन्दिर नजाने भयो होइन टक्क छेउछेउ लगेर मन्दिर राउन्डिङ गरेर लिएर आउँछ क्या 1 घन्टा यो वर्ल्ड पिस टुबा टु वे यो ड्राइभ यो त माथि तपाईँहरू डाँडामा उक्लिनु पर्यो त्यहाँ लगेर तपाईँलाई 1 वे गयो भने 1000 रुपियाँ लाग्यो आफै हिँड्न जाने होइन अब स्तुपा जाने हो भने तपाईँ 2 वे जाने हो भने तपाईँलाई त्यहाँ कुरेर लिएर आइन्छ होइन स्तुपा जाँदैन कि यसो तालमा बोटिङ मात्रै त्यही त नि मैले भनिहालेँ नि तपाईँलाई 1 घन्टा यसो छेउछेउ घुमाएर छेउछेउ भन्नु मतलब कत्रो कभर गर्छ परसम्म मन्दिर राउन्डिङ गरेर लिएर आउँछ क्या यो यसो गएर चाहिँ हजुर हजुर भनेपछि अहिले हामी जानु पर्छ ऊ त्यस्तो ठुलो बोटमा कि सानो बोटमा ऊ त्यसले बसेर खाने हो नि त्यो चाहिँ बसेर खाने हो त्यसमा तपाईँको त्यसको त अलिक महँगो पर्छ त्यसको 1600 रुपियाँ लाग्छ 1 घन्टाको 1 घन्टाको ग्यास अब यो छेउछेउ टुरिङ मात्रै 900 पर पर्सन होइन डुङ्गाको हिसाब भयो त्यहाँ चाहिँ कतिजना जान्छ यसको क्यापेसिटी भनेको 4 जनाको क्यापेसिटी 3 जना जाँदा भयो अन्त कति घन्टाको जस्तो 1 घन्टा 1 घन्टा ड्राइभर हुनाले आएको छ नि त लो परको एन्ट्रेन्स त्यति हो त्यही होइन मतलब मैले भन्नु खोजेको चाहिँ के भन्दाखेरि नि दाइ हजुर त्यो परको जुन चाहिँ लेक त्यो परको जुन चाहिँ एन्ट्रेन्स छ हिजो हामी चाहिँ त्यहाँ गएको थियो नि त हजुर त्यो एन्ट्रेन्स र यहाँबाट जाँदाखेरि हामी सट्टै गएपछि त्यही एन्ट्रेन्समै पुग्छ पुग्छ त्यहाँबाट यसो घुमेर आउँछ नि त हामी हजुर जस्तो हामीले अब यहाँबाट लिएर गयो होइन हजुर अनि मन्दिर राउन्डिङ गऱ्यो अनि यहाँ ल्याउँदाखेरि 1 घन्टा थियो उनीहरूले पनि त्यही अनुसारले गर्ने ए त्यही गर्ने हो हजुर मन्दिर चाहिँ त्यता पर छ हजुर हजुर ए बिचमा छ नि लु भनेपछि लागौँ न त जानुहुन्छ जाउँ ल ल ल ओके लु 1 घन्टाको 900 रुपियाँ होइन यो होइन यो चाहिँ सट्टै लान्छ अरे कि परबाट त्यही पर घुमाउँछ अरे नि त अन्त यहाँबाट चाहिँ सट्टै पर घुमाएर त्यो पर पनि सट्टै घुमाएर चाहिँ फेरि यहाँ छोडिदिन्छ अरे यो राम्रो हो हामीलाई ल ए यो त अर्कै रहेछ हौ यो त अर्कै बोट रहेछ तिनीहरू उतै जाने हो ल एनिवे लु अब हामी जाँदैछौँ फेवा लेकमा फेवा ताल बोर्डमा यो ज्याकेट लगाउनुहोस् है तपाईँहरूकै लागि सेफ्टी हो ए त्यहाँ टिकट सेफ्टी त 100% सेफ्टी सेफ्टी त विचार गर्नु न एकचोटि होइन ज्याकेट लाउनु चाहिँ भन्ने हिसाबमा अहिले यो किनभने बाइचान्स तपाईँ डर भन्नुभयो भने तपाईँलाई त्यसले सेफ्टी गर्छ नि त लाउनुहोस् त्यहाँ काउन्टरमा टिकट दिनु फेवा लेकमा अब गएर तल हामी चाहिँ जानी पौडी त्यो पोखरीभित्र यहाँ फालेर पौडी खेलिकन आउनुपर्छ बडा पर राङसाङमा खेलेको जस्तो गरिराखेर चाहिँ कहाँबाट ल यस्तो छ अब जाने हो राइडमा ल यहाँ भनेको नि त मैले चाहिँ यहाँ चाहिँ रिल्याक्स हुन्छ नि त ल ओके फेवा तालमा बसाइ भयो बोर्डमा ल अलराइट ल हामी भनेपछि अब सट्टै फेवा लेकको बोटिङमा चढेर निस्क्यौँ बडा मजा आउँदैछ हेर्नु मजा आउँदो रहेछ है छोरा चाहिँ यहाँ मजा गरिरहेको छ है 2 जना मात्रै मलाई क्यामेराम्यान बनायो ल यो माथि देख्दै गर्ने चाहिँ माछा पुछ्रे अघि हामी टक्क गएर आएको होइन अन्नपूर्ण होइन अन्नपूर्ण रेन्ज माछा पुछ्रे अनि यो यताको त के पो भन्यो यतापट्टिको दाइ
धौलागिरी सो सरी धौलागिरीको चाहिँ बिर्सिहाल्छु नि त म ल अहिले भने चाहिँ यहाँ टक्कै हामी बोटिङ गर्दै रोमाञ्चक भ्यूलाई इन्जोय गर्दै हिँडिरहेछौँ होइन यस्तो रोमान्टिक ठाउँमा ल पोखराको यो फेवातालमा इन्जोय गरिरहेको छौँ माथि तपाईँहरू देख्दै गर्ने चाहिँ यो चाहिँ माछा मार्ने ठाउँ अनि यो चाहिँ एउटै मात्रै सोर्स भने होइन दाइ यहाँ चाहिँ एउटै मात्रै सोर्स यो जुन चाहिँ तालको पानी छ यो तालको पानी चाहिँ एउटा सोर्सले मात्रै यो पानी चाहिँ जम्मेर यस्तो भएको अरे क्या एन्ड वाइड ब्युटिफुल छ यो चाहिँ होइन ल यो चाहिँ ऊ पर देख्नेसम्म यो ताल हो होइन एन्ड अर्को कुरा चाहिँ तपाईँहरूलाई के भनिदिउँ भन्दाखेरि यहाँको पानी चाहिँ एकदम मिठो छ अरे एन्ड अर्को मेन कुरा चाहिँ यो जुन चाहिँ तालको पानी छ यो तालको पानी चाहिँ कुन चाहिँ फल्समा भन्नुभयो दाइ डेभिड फल यो चाहिँ कहाँ पर्छ यो डेभिड फल चाहिँ यो डाँडाको पछाडि यो डाँडाको पछाडि जान्छ यो पानी चाहिँ यता बग्छ ए तलतिर बगेको छ ए ओके ओके ल गुप्तेश्वर गुफा अनि डेभिड फल्समा चाहिँ यो पानी जान्छ अरे क्या अति दामी ल यहाँको बीच समुद्रबाट चाहिँ बीचको यो लेक साइडबाट चाहिँ भ्यू यस्तो दामी देखिरहेको छ यु क्यान इमेजिन कस्तो मजा आएर आएको होला मलाई आई थिङ्क यहाँ मैले मिस गरिरहेको चाहिँ के भन्दाखेरि गिटार यो किनेले चाहिँ एकदम मिस गरिरहेको थियो क्या गीत गाउँदै हिँड्नु चाहिँ मजा आउँथ्यो नि त यहाँ हैबाट भजन गीत गाउँदै हिँड्नु मजा आउँथ्यो नि त यो चाहिँ के मन्दिर भन्नुभयो दाइ तालबराई मन्दिरमा चाहिँ आइपुग्यौँ हामी ल दिस इज रियली क्युट ब्युटिफुल ल फेरि घुमेर त हामी त्यतै पोखराको भाइबलाई इन्जोय गर्न आएको जस्तो मात्रै लाग्यो मलाई यो सबैजना होइन एक्सिडेन्ट अलमोस्ट एक्सिडेन्ट अलमोस्ट क्रास हुने सम्भावना अलराइट ल फेवातालमा पनि ल बोट मजाले चलाइँदैछ ल यो के अरे फेवातालमा आएर नयाँ ड्युटी जोइन गरियो सिक्किमका बाघ घुम्न आउनु भएको रहेछ म घुमाउँदैछु सिक्किमका बाघ कहाँबाट हुनुहुन्छ एन्ड ल अब चाहिँ हाम्रो पार्किङ आइपुग्यो दिस इज अवर पार्किङ प्लेस ल अब यहाँनिर स्टपेज टक्कै हुन्छ हाम्रो एन्ड आजको लागि समाप्त